साथीहरू, के छ सबैजना आरामै हुनुहुन्छ? म चाहिँ आज साथीको रुमदेखि आफ्नो रुमतर्फ जाँदैछु। बाटोमा चाहिँ यस्तो छ, रातिको समयमा एक्लै डर लागिरहेको छ भन्न पनि मिलेन होइन। अब नेपालमा भएको भए चाहिँ अब डाँडाहरूमा लास्टै डर लाग्थ्यो। चियानहरू देखेपछि एकदमै डर लाग्ने। यहाँ चाहिँ चियान पनि भन्न मिलेन अब। त्यस्तै हाम्रो भाषामा चाहिँ अब त्यही भनौँ होइन। म चाहिँ साथीको रुमदेखि आफ्नो रुमतर्फ जाँदैछु। चाहिँ रेल हिँडिरहेको छ, रेल। म चाहिँ अहिले एक्लै रुमतर्फ हिँडिरहेको छु। साथीहरू, के छ? सधैँ छौ? आरामै छौ? के कस्तो चलिरहेको छ तिम्रो? नेपालमा भएका, विदेशमा भएका, स्वदेश तथा विदेशमा गइसकेका मेरा साथीहरूलाई धेरै धेरै माया अनि मिठो सम्झना छ मेरो तर्फबाट। म चाहिँ एकदमै सन्चै छु, तिमीहरू पनि एकदमै सन्चै छौ भन्ने लागेको छ होइन। साथीहरूले त अब भन्छ होला, बिर्स्यो साथीले, उता गएर बिर्स्यो, विदेश गयो, अब कहाँ टेर्ला भन्ने लागेको होला होइन। तर तिमीहरूले जे सोच्छौ अब त्यस ठ्याक्कै गलत हो होइन। अब यहाँ मेरो टाइम हुँदाखेरि तिमीहरूको टाइम हुँदैन, तिमीहरूको टाइम हुँदाखेरि मेरो टाइम हुँदैन है। अब यो चाहिँ बुझ्ने भनेको म जस्तै बाहिर गएका विद्यार्थीहरूले म जस्तैले हो है। के छ अनि नेपालतिरको अवस्था? नेपालतिर के कस्तो चलिरहेछ? अनि विदेश, नेपालभन्दा बाहिर भएका साथीहरूको के कस्तो भइरहेछ? जिन्दगी कसरी बितिरहेछ भन्न त भन्छस् होला साथीहरू है। पहिला कुरा गर्दा चाहिँ साथीहरू सबैले बिर्से तँलाई किन नबिर्सेलास् र भन्छस् होला। तर सत्य हो, म पनि भन्थेँ जुन बेला म चाहिँ नेपालमा थिएँ त्यति बेला चाहिँ साथीहरू अब विदेश गयो, विदेश गएपछि आफ्नो पारामा लागिसक्यो जस्तो लाग्छ होइन। म चाहिँ बाटोमा एकदमै धेरै गाडीहरू छ, धेरै रमाइलो छ बाहिरको जिन्दगी पनि। अब फी चाहिँ बुझाइन बेला आइसक्यो। तेरो साथीको अवस्था अहिले एकदमै सङ्घर्षमा छ साथीहरू। त्यसैले गर्दा अब सम्झिन सकेको छैन। टाइम पनि हुँदैन भनेर पनि कसरी भन्नु कि सोध्छस् होला। टिकटकहरूमा त एक्टिभ नै हुन्छ, भिडियोहरू हाल्छ, 2-4वटा भिडियो पोस्ट गर्दैमा पुरै फ्री भन्ने पनि हुँदैन। भिडियो त अब एकैछिनको समयमा पनि रेडी गरेको भिडियोहरू राख्न धेरै टाइम लाग्दैन। रोडमा चाहिँ एक्लै हिँडिरहेको छु, थकान महसुस छ। दिनभरि कलेज गएको, भोलि पनि कलेज छ। यो चाहिँ सबै के भन्छन् यसलाई, चिहान डाँडा, नेपालको चिहान डाँडा। अब शब्द चाहिँ यसको अलि राम्रो शब्द चाहिँ त्यो हो। नाम चाहिँ ठ्याक्कै आएन मलाई पनि। क्यामेरामा पानी छिर्यो, अलिअलि पानी परिरहेको छ हेर साथीहरू। उकेमा 3टा कुराको कहिले विश्वास नगर्नु भन्छन् है। मलाई पनि लाग्थ्यो किन विश्वास नगर्ने भनेर चाहिँ लाग्थ्यो। तर अहिले आएर बुझ्दैछु त्यो 3टा कुरा भनेको चाहिँ 3टा डब्लुको भर्न पर्नु। एउटा युकेको वेदरको भर्न पर्नु गरे, त्यसपछि
अर्को डब्लु के हो त्यसको नाम पनि थाहा छैन हौ मलाई। अर्को चाहिँ के हो साथीहरू कमेन्टमा भनिदिनु पर्यो। म बिच बाटो क्रस गर्दैछु हैन। रातको समयमा एक्लै फेरि बाहिर पनि नहिँड्नु होला म जसरी। म चाहिँ बाध्यता भएर हिँडेको हो। एकदमै धौ भइसकेको छ हैन। अब मेरो साथीहरूलाई धेरै सम्झेको छु यही भिडियो मार्फत भए पनि। समय र परिस्थितिले गर्दा मलाई यति के गर्यो बिजी पात्रका रूपमा समावेश गरिदियो साथीहरूको नजरमा। म अब साथीहरूले जस्तो सुकै सोचे पनि जे सोचे पनि राम्रोसँग के भनौँ होइन। साथीहरूले त भन्छ साथी कुनै साथीहरूले भन्ने हुन्छ के साथी मलाई केही सहयोग गर हैन। सहयोग गर्न त मन लाग्छ मेरो मेरा साथीहरूलाई केही अब गरौँ जस्तो त लाग्छ मनले आँट्छ। तर आँटे पनि अब आफूले सोचेको जस्तो हुँदो रहेनछ है। साथीहरूलाई लाग्छ होला धेरै पैसा कमाछ अब त कहाँ टेर्छस् जस्तो लाग्छ होला, अभियसली लाग्छ होइन। तर चाहिँ खासमा नेपालबाट विदेश भनेर आउनु पनि एकदम ठुलो त्यो हो रहर हो मान्छेको देखासिकी हो। तर जुनसुकै कन्ट्रीमा जानु पऱ्यो भने एकदम राम्रोसँग सोच विचार गरेर आउनु होला। नत्र भने युकेमा पनि थुप्रै हामी जस्ता विद्यार्थीहरू छन्। अब हामी त अलिअलि काम त पाएका छौँ तर पनि कुनै विद्यार्थीहरू यस्तो पनि हुनुहुन्छ 5-6 महिनासम्म काम नपाउने है। काम गरे पनि पैसा नदिने यस्तो हुन्छ। अनि नेपाली विद्यार्थीहरूलाई सबभन्दा धेरै ठग्ने र लुट्ने काम चाहिँ एकदम बन्द गरौँ। नेपालीहरू स्टुडेन्टहरू हो भनेर त्यसलाई 6 पर आवर 7 पर आवरमा दिने काम नगरौँ। अनि बजार मार्केटहरूमा काम गर्दाखेरि मार्केट डाउन गरिदिने काम पनि नगरौँ होइन। रातिको समयमा एकदमै उज्यालो छ, बिजुली बत्तीहरू पोलमा छ। जे जस्तो भए पनि एक्लै रमाउने बानी बसाल्नुहोस् होइन। अर्काको देशमा को नै साथमा हुन्छ र जे गर्ने हो आफै गर्नुपर्छ। अनि अब 2-4 जनाले अब बुझ्दैनन् भन्दैमा आफू पनि नबुझ्ने चाहिँ हुनु हुँदैन। आफ्नो घरतिर पनि सम्पर्क गर्दै रहनु। विदेशी जिन्दगी आफ्नो भविष्य सुधार्न आएका हौँ हामी, हरेस नखानु। आफ्नो भविष्य सँगसँगै परिवारको जिम्मेवारी बोकेका हामी आफ्नो मनोबल बढाउने काम गर्नु। राम्रोसँग सोच्नु भविष्यको बारेमा। हामी भविष्य रङ्गाउन आएका मान्छे हौँ। भविष्य रङ्गाउन आएका मान्छेहरूले हार मान्नु हुँदैन। म चाहिँ हिँडिरहेको छु एक्लै बाटोमा। नियमहरूको एकदम पालना गरेरै घर परिवारले हामीमाथि देखेको आश भरोसा उठ्न नदिनु। म चाहिँ साथीको तर्फबाट यति भने चाहिँ जेब्रा क्रस छ। यसरी हिँड्नुपर्छ जेब्रा क्रसमा चाहिँ। म अब लगभग 10 मिनटमा आफ्नो रुममा पुग्छु। बाटोमा हिँडिरहेको छु यसरी। यो चोक भयो बुद्धिस्टहरू मैले अस्ति
बुद्धको एउटा भिडियो बनाएको थिएँ, बुद्ध वाज बोर्न इन नेपाल भनेर। एकजना पपुलर व्यक्ति हुनुहुन्छ जसको नाम मलाई खासै याद भएन अहिले। उहाँको भिडियो अस्ति हेरेको थिएँ। उहाँ बुद्ध वाज बोर्न इन नेपाल भनेर अभियानमा लागिरहनु भएको छ, विश्वभर चिनाउनु भएको छ आफ्नो देश नेपाललाई। त्यसै गरेर सम्पूर्ण साथीहरू, भाइहरू, इष्टमित्र सबैलाई सम्झेको छु मैले यो भिडियो मार्फत, सबैलाई सम्झेको छु होइन। दुःखमा आत्तिनु हुँदैन भन्ने त बाबा आमाले सिकाउनु भएको नै होला। दुःखमा आत्तिनु हुँदैन र सुखमा मात्तिनु हुँदैन भन्ने चाहिँ अब हामी सम्पूर्ण मिडल क्लास फ्यामिलीहरूले सिकेर आएको कुरा हो होइन। कसैले त्यही हो, राम्रोसँग विदेशमा बस्नु, युनिभर्सिटी कलेजहरू राम्रोसँग जानु। अहिलेको समयमा विद्यार्थीहरू धेरै केयरलेस भइसकेका छन्। विद्यार्थीहरूलाई युनिभर्सिटीहरूले डिपोर्ट गरिरहेका छन्। डिपोर्ट गर्नुका कारणहरू फेरि देशमा धेरै विद्यार्थीहरू पुगिसके, धेरै विद्यार्थीहरू भइसकेपछि यहाँ एउटा सानो गल्तीले पनि ठुलो समस्या निम्त्याउन सक्छ। त्यसैले जहाँसुकै हुनुहुन्छ, जापान, कोरिया, अस्ट्रेलिया, युके, जुनसुकै देशमा पनि एकदम नीति नियमको पालना गर्नु। मेरा साथीहरू विशेष गरी जो बाहिर गएका छौ होइन, आफ्नो देश जस्तो हुँदैन, सबै नीति नियममा चल्नुपर्छ। 1 मिनटको खेर फाल्न दिनु हुँदैन। मिनटको महत्त्व हुन्छ यहाँ है। मसँग चाहिँ भिडियो गराउनको लागि अब मसँग हिँड्ने कुनै साथीहरू पनि छैन, अहिले एक्लै छु। कुनै साथी भेट्यो भने म बनाइहाल्छु भिडियो चाहिँ। अब भन्ने मान्छेले जेसुकै भनोस् है, कन्टेन्ट राम्रो बनोस् नराम्रो बनोस् त्यो मतलब भएन। तर आफूमा बितेका राम्रा र नराम्रा पक्षहरू भन्नु, खासमा विद्यार्थीहरूका कुराहरू